र राम्रो पक्षको बारेमा कुरा गर्नु परेमा यस फिल्म भित्र जुन त्यो आमा र छोराको जुन त्यो इमोसनल एंगल हेराको छ त्यो चाहिँ एकदमै राम्रो छ। दर्शक बिनलाई इमोसनल बनाउनको लागि त्यो आमा र छोराको एंगल पर्फेक्ट छ। र अर्को फिल्मको एक्सन र स्टन्ट त्यो पनि गजब छ। जुन बिपिन कार्की सरले एक्सन गर्नु भएको छ, जुन स्टाइलमा एक्सन गर्नु भएको छ, स्टन्ट गर्नु भएको छ त्यो चाहिँ माइन्ड ब्लोइङ छ भन्नाले एक्सन यो फिल्मको धेरै राम्रो छ। र यस फिल्ममा जुन त्यो कर्म र्याप सङ छ त्यसपछि लभ सङ छ, दुईटै र्याप र सङ एकदमै राम्रो छ। र अर्को यो फिल्मको सस्पेन्स र ट्विस्ट एन्ड टर्न त्यो पनि हल्का फुल्का देखिरहेको छ। र कर्म फिल्मको मेन भिलेन यानी कि प्लेड बाई मुकुन भूषाल सरको जुन त्यो डायलग छ, लुक छ, अति दामी छ। र उहाँले एउटा डायलग भन्नुभएको छ, आखिर खानै भातै हो जानै घाटै हो।